ये कौन सा पोजीशन है? फेरि एक बार ल। कस्तो एकै लागेको यार। कुखुरामा हालिसक्यो। घुम्दैछ एरोले कति के देखाउँछ है। साथीहरू यहाँ चाहिँ सबै मेला जाउँ भन्दा नजाने, यता पनि नजाने, यता भाउजू पनि नजाने, फुपू पो जानुहुन्छ होला हौ। Sun and burn! आमा क्यान्सारी पिचराकाङ पिचराक नाचेको बे ल त म त रेडी भए साथीहरु माइ मेला जानका लागि। म पनि रेडी भए साथीहरु माइ मेला जानुको लागि। थ्यांक यू। यो चाहिँ सही लाग्यो क्या। यो चाहिँ धुलो मिट्टी अघि गएर आएको पुरा धुलै धुलो छ। धुलोमा चाहिँ आफू चाहिँ 3-4 दिन भयो फटाफट टकटकायो फेरि लगायो। फटाफट पारो टकटकायो लगायो। उस्तै भइहाल्ने हो। त्यही भएर कस्तो लाग्यो। यो त डेनी जेन्जक जस्तो छ त हौ। हिउँ खेल्नु जाने लुगा जस्तै छ त। हिउँ खेल्नु जाने हो। ल रेडी? यस यस हुर्रे भन न। ये कौन सा पोजीशन है? हैं? ये भेड़ा का ऊन लगाया है इसलिए पसीना आ रहा है। ज्यादा पसीना है तुम्हारे। धूप में क्यों लगाया फिर? मम्मी लगा दिया। अरे भाई साहब जल्दी करिए, बहुत लेट हो रहा है। तुम्हारे बच्चे जैसे बैटरी बुलाओ। बच्चा जैसे है? हाँ। ये तो स्पेशल है। थोड़ा पीछे खिसको। हाँ क्या यार तुम लोग भी अजीब आदमी हो। या मेरा राजगद्दी में कहाँ बैठ रहा है यार। तुम सेनापति हो, मैं राजा हूँ, इसलिए मेरे को अच्छा चाहिए गद्दी। जल्दी चढ़ो भाई लोग, तुम लोग बहुत लेट करते हो। यंगशु धुलो धुलो लागेर भयो। चले फिर। साथीहरू यहाँ चाहिँ सबै मेला जाउँ भन्दा नजाने, यता पनि नजाने, यता भाउजू पनि नजाने, फुपू पो जानुहुन्छ होला हौ। भाउजूले चाहिँ हिजो चाहिँ जानुपर्छ भनेर सल्लाह गरेर आज चाहिँ खरानीको डल्ला गर्नुभयो। अनि यता मम्मी पनि नजाने। ल त अहिले चाहिँ अब अरू साथीहरू कोही नजाने भए अहिले अटोमा आउँदैछन्। हामी चाहिँ लागिँदैछ गइँदैछ चट्टै लगाएर। बाटोमा निकै हल्का हल्का धुलो उड्न थाले। मान्छेहरू जाने यहाँनिर दायाँ बायाँ रोटै ढाकेर हिँड्दैछन्। भिडै छैन। पहिला त यहाँ त खुट्टा टेक्ने ठाउँ हुँदैन थियो त यो रोडमा त। 2 गते पनि अहिलेको 1 गते भन्दा ज्यादा हुन्थ्यो। यताबाट सट्टै जानुपर्छ। अहिले रोडहरू खुल्ला छ यार। मैले अघि हामीले यहाँ चाहिँ हेऱ्यो, पारी त हेरेको छैन नि त। पारी कस्तो रहेछ अझै। आमामा ल है त गाइस मेला माघे मेला यो चाहिँ माइदा र झापामा दोस्रो दिन पनि यत्तिकै छ। पहिला हेरेर कम्ती भए पनि तर यो पनि कम होइन क्या, नट ब्याड। यो चाहिँ फेरि यो वारी पारी यो खोला छ नि माइ खोला वारी पारी यो चाहिँ एक ठाउँ मात्रैको भ्यू हो नि। फेरि यति चाहिँ वारी भन्दा अलिक पारी ज्यादा अब पुल हेर न उतै मुनि। ओ माई गॉड पुल दबिसक्यो यार। इमा माई पुल त्यहाँनिर आज रहेको छ माघको दोस्रो दिन। हल्का हल्का भिडभाड
निकै नजिक आएर हेर्दाखेरि त पहिला त बुगी बुगी डान्स पुरा फेमस थियो त आजकल छैन ए यहाँ दुईटा रहेछ नि यहाँ पनि पिङ अल्कोमा खेल्ने नि अघिमा अल्कोमा खेलेको दुइटै अग्लो अग्लो छ कि वारी त मलाई पनि त डर त लाग्छ तर म खेल्नु कहिले छोड्दिनँ एडभेन्चर लेभल यो चाहिँ माई खोलाको उयोतिर हो क्या ए बिर्तामठतिर अर्को छ दमकतिर त्यो उतापट्टि चाहिँ यतापट्टि पो भिड रहेछ अरे उता त बाइक राख्ने पार्किङ गर्ने ठाउँ रहेछ नि त भयो हे पिपल नमस्ते दिस इज सन्तोष वेलकम ब्याक आवर युट्युब च्यानल सन एन्ड बोन ओके आज तपाईँहरूलाई स्वागत गर्न चाहन्छु आजको दिन रहेको छ माघ 2 गते त्यसैले आज चाहिँ हामी यो झापाको माइदारको माई मेला माघ 1 गते र माघ 2 गते ठुलो बृहत मेला लाग्छ यो चाहिँ आज सेकेन्ड डे हो यो फर्स्ट डे त भयङ्कर ठुलो स्टेडियम फलोइङ आमा साथीहरू कता हो खेतबारी ल दुईजना एक्साइटेड छ बाटो चाहिँ अगाडिबाट हो फ्रन्ट साइड चाहिँ तर हामीले चाहिँ यता यहाँनिर साथीकोमा बाइकलाई राखिवरी यताबाट फेरि छिर्नुको लागि आएको अहिले कन्ट्याक्ट हुन्छ कि हुँदैन हौ डब्लुके निचे भनेर भनेको अघि दिदीहरू भाउजूहरू कहाँ आउँछ पिङको मुनि भनेको छु फोन छ कि छैन कन्ट्याक्ट लाग्नुपर्ने खासै भिड छैन आज त फोन लाग्छ होला आमामा ओइ ओइ गनाउँदैछ यहाँ त पुरा गुगेको छ नि अघि आमामा के साह्रो भिड यार खतरै भिड हुने रहेछ नि त अनि यो खेल्ने ल साइराले चाहिँ यो खेल्ने भनेर भन्दैछ ओके काउन्टर यहाँ कति रहेछ एउटा काउन्टरमा टिकट काटौँ है त ल जाऊ टिकट उता देखाऊ अङ्कललाई अनि जाऊ न यहाँ त एक्लै पो जानुपर्छ त चढ्छ जस्तो छ त स्पिड जाँदैछ त जाऊ गो भेरी गुड खेल्यो अब के खेल्ने आइसक्रिम नखानु धुलो छ लास्टमा खानु क्या उता पर साथीले पनि अहिले चाहिँ 8 गरे है यो खेल्ने 5 वर्षको बच्चा पनि लाग्छ अरे 5 वर्षको ओ बर दामी सानो छैन ल साइरा केही त भनिदेऊ एक्साइटेड छ भरे डराउनु त डराउँदैन नि होइन राजधानी एक्सप्रेस खाली छ त ओ ट्रेन आयो ट्रेन पनि खेल्ने छैन नखेलाऊ तर यो त मजा आउँदैन यो चाहिँ बिगिनरको लागि मात्रै के किन अलिकति यही बस्ने ल यहाँबाट चाहिँ क्याप्चर गर्न सकिँदैन फेरि डरले भएर छोडी पठाइन्छ र झारिन्छ होला अब गोप्रो हुन्छ आमामा यसको फित्तै खुस्केछ नि त्यहाँनिर त सातो गएको नि डर लाग्दैछ साइरा डर लाग्दैछ यता ग्याङको सलिड छ जस्तो छ त यार बर्गर अलिक बर्गर रोम रोम भाइयों सिस्टम पार देंगे
सिस्टम पार देंगे। सुरु केमा राख्यो मेरो त्यहाँ 4मा 50 मात्रै मिनिमम 50 रहेछ यो 4मा के हो 4 भोटे हो कि के हो नम्बर आउँछ ल पैसा तिर न मसँग त छैन तिर साइरा तिर के गरी खेल्छौ अब अहिले घर जाँदा जाँदै फुटिसक्छ होला ल अब खै त 10-10 को मात्रै छ त नोट त यार क 1000 को कहाँ छ हौ मैं नहीं दिखाऊंगा। 1000 को नोट कहाँ छ 1000 छैन अच्छी 10 र 20 को मात्रै रहेछ त नि ओ त्यो 50 को हान्दै ल स्याक्कै अच्छी गयो त खेर ओचे आओ खै ओ पर्यो होला आउँछ तेरिका हाना न उ त्यहाँनिर परेन भिडियो बनाउँदा हुन्छ मान्छेको त बनाउँदैन यता आफ्नो बनाउँदा त हुन्छ होला नि त्यो घुमिसकेर मात्रै राख्ने मान्छेको छैन यहाँ रहेछ सुगा घोडा हात्ती अनि कुखुरा लु हाल हाल कहाँ हाल्ने छैन मान्छे कुखुरामा लु कुखुरामा हालिसक्यो घुम्दैछ एरोले कति के देखाउँछ है त कुखुरा कुखुरामा रोकेला जस्तो छ है ए गयो लु हाल्दे त मैले हात्तीमा हात्ती मेरो साथी निक्लिन्छ कि निक्लिँदैन रहेछ है त इलिफेन्ट ए ए ए आउँछ कि के हो भालेमै रोकिन्छ भालेमै रोक्यो यार नम्बर कता ज्यादा छ बराबरी रहेछ 6 8 9 माथि पर्नु पर्यो एउटा चाहिँ हान्दिहालौँ न त नि मजा नहीं आ रहा है सुरुमा त 6 नै आए पनि 7 मात्रै हुन्छ नि त 6 नै आयो भने अझै 7 मात्रै हुन्छ क्या एक हान्नु भएको सुरुमै फेरि एक बार ल कस्तो एकै लाग्यो क्या ओ त्यसलाई रातोको अब चट्ट लगाएर क्यामेरा एकपल्ट यहाँनिर हुन्छ माउन्टिङ अब यो क्यामेरामा चाहिँ मेरो एक्सप्रेसन चाहिँ यहाँनिर कडै तरिकाले निकालिन्छ क्याप्चर गरेर है त अब फोन लगेर माथि खेलौँ भन्दाखेरि फोन लगेर खेल्नु सकिँदैन हुँदैछ देखिँदैछ
follow me. एउटा टिकट चलो माथि चलो माथि ल कसम भाइ तिमीलाई डर लाग्छ मलाई त लास्ट डर लाग्छ त ओ माय गॉड अगाडिबाट त्यति डर लाग्दैन के हो डर लाग्दैन अरे मलाई त छँदा त ओभर लाग्दिन्छ त ओ क्यामेरा गोजी हालिदिन्छु न कसरी डर लाग्छ हल्का हल्का भिडियो बनाउँछु ए गयो 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 कालो यस ए तेरिका मजा आउँदै थियो यार त्यसमै घुमाएन ल पल्लोपट्टि चाहिँ ब्रेक डान्स हुँदैछ पल्लोपट्टि सक्यो जस्तो छ त भएको के खेल्यो सर भन त अनि कुनवाला खेल्यो यस गाइज हामी मेलाको माघे मेला लगभग लगभगसम्म अहिले चाहिँ हामीले अब पिङ सिङ खेल्यो यता उता गऱ्यो ए त्यतिकै डढेर झनै मऱ्यो अब चाहिँ साथीहरू घरतिर फर्किनु पर्ने हुन्छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिँदै आजको यो भिडियो चाहिँ टोटल्ली यहीँ क्लोज गर्न चाहन्छु हस्त नमस्ते धन्यवाद।